अन्त अर्को कुरा पनि तिमी भिडियोमा आयो भने हैन तिमी बोलेको पुरा मनपर्छ अरे यति साह्रो सिधा कुरा गर्छौ अरे कि कतिजनाले मलाई साँच्चै भनेको पर्सनली भनेको पुरा मनपर्छ अरे तिमी ब्लगमा आएको के गर्नु अब कोही के गर्छ थाहा छैन मलाई के भन्नु छ के पनि छैन भन्नुपर्ने थ्याङ्क यू त भन गाइजहरूलाई थ्याङ्क यू धन्यवाद धेरै धेरै मलाई मन पराइदिएकोमा मलाई मन पराइदिएकोमा धन्यवाद धेरै धेरै अझै म दामी दामी बोल्छु भिडियो ल्याउँछु भन न अझै म दामी दामी भिडियो ल्याउँछु बोल्छु च्या तिमी त मेरो गाइजहरूले मन पराएर हो तिम्रो यत्रोबाट फुम्पुरा आएको है होला नि अब मेरो गाइजहरूको माया र सपोर्टले तिम्रो यहाँनिर यस्तो दाना आएछ के भन्छ छैन यतिकै नगरे म काम गर्छु के काम गर्दैछ जुत्ता त हेर कुन दिन चाहिँ म साँच्ची भनेको तिम्रो यो जुङ्गा अलिक लामो होस् कि दादा त्यहाँदेखिको प्राङ्क गर्दा उडाइदिन्छु कच्चा पारेर सुतिरहेको बेलामा तँलाई पनि उडाइदिन्छ त्यहाँदेखि यतिको सिरियस चाहिँ मेरो दादा चाहिँ